को छ घरमा? ललन ओ ललन। हजुर को आउनु भएको छ? ए छोटे मालकिन आउनु भएको छ। आउनु मालकिन आउनु। नमस्ते मालकिन। नमस्ते न। कति कामले आउनु भएको छ? आउनु न बसेर कुरा गरौँ। मालकिन पक्नु म यो बसिहाल्नु मालकिन। छोटे मालकिन मेरै घरमा आउनु भएको थियो कि अरूतिर पनि काम थियो मालकिन? होइन, यहाँ खड्का कान्छाकोमा काम थियो, सोचे तिमीलाई पनि भेटेर जाउँ। हाँ बहुत बढिया गर्नुभएछ मालकिन, मेरोमा आएर। हो ललन, तिमीले मसँग पैसा सापट्टि लिएको छौ, यसको ब्याज पनि दिएको छैन, साउन्ड पनि दिएको छैन, के हो कुरो? अरे दैया मालकिन, हजुरको मैले बिर्से छैन मालकिन, हजुरको पैसा म लौटाउँछु। तर के छ कुरो त्यो कि मालकिन अहिले बहुत परेशान छ कि व्यापार व्यवसाय पनि मन्दा चलिरहेछ। यो कारणले हजुरको पैसा मैले लौटाउन सके छैन। हजुर मालकिन केही समय मलाई दिनुहोस्, म हजुरको सुद समेत फिर्ता गरिहाल्छु। धेरै टाइम भइसक्यो, यस्तो धेरै टाइम नलगाउनु, मेरो पैसा छिटै फर्काइदिनु। हुन्छ मालकिन, हजुरले केही समयको मोहलत दिनुभयो भने म हजुरको सबै पैसा एकैचोटि लौटाइहाल्छु। केही समयको मोहलत दिनु मालकिन। म तिमीलाई 3 महिनासम्मको टाइम दिन्छु, 3 महिनामा मेरो पैसा फिर्ता दिनु। हुन्छ मालकिन, म कोसिस गर्छु। घर त धेरै राम्रो भेटेछौ ललन। हजुरकै बाबुजीले दिलाइदिनु भएछ। जब हजुरको घरहरूमा बसे थिएन त बाबुजीले त्यो घर बेच्ने लाग्नु भएछ त पहिले नै मेरो लागि यो घर खोजेर रेडी पारिदिनु भयो। उसले बाद में भन्नुभयो कि ललन तिमी त्यहाँ सरिहाल, त बाबुजीले दिलाइदिएको घर अहिलेसम्म यहीँ बसिरहेछु मालकन। ल ठिक छ, राम्रो ठाउँमा बसेको रहेछौ, भरिसक्यो, मेरो पैसा छिटै फर्काइदिनु। ल अब म गएँ। ल